हेलो गाइज वेलकम ब्याक। सो अहिले चाहिँ हामी बर्थडे मनाउन जाँदैछौँ। हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग। सो आज भने चाहिँ मेरो प्रिय मित्र मेरो साथीको बर्थडे छ। सो त्यही भएर म बर्थडे मनाउन जाँदैछु। अनि अहिले चाहिँ म फिलहाल बजारमा छु अनि साथीहरूलाई पर्खेर बसिरहेको थिएँ। अनि छ्यामा र बहिनीलाई भेटेँ मैले बजारमै हो। अनि छ्यामाले चाहिँ यहाँ चप्पल नाप्नु हुँदो रहेछ। छ्यामाहरू चाहिँ बहिनी बिमार भएर चाहिँ डक्टर देखाउन आउनु भएको थिएछ है। अनि उहाँ चाहिँ मेरो छ्यामा हुनुहुन्छ अनि बहिनी चाहिँ रिदिसा हो। अनि बहिनीले पनि आमाको चप्पल किन्ने न्युमा उसले पनि एउटा चप्पल दाबिहाल्यो फ्रीमै हो। यस्तो बाठी छ नानीहरू। म चाहिँ साथीहरू पर्खेर बसेको थिएँ अन्त उनीहरू पनि आइसक्यो। अन्त अब चाहिँ हामी मेन बर्थडे मनाउने स्पटमा जाँदैछ। त्यो चाहिँ हिल्लक गएको हामी 8 बजारदेखि चाहिँ अलिक ओह्रालो गएर तेस्रो जानु पर्दो रहेछ। जङ्गल हो। अनि त्यहाँ जान्छ बाटो चाहिँ यति अप्ठ्यारो कि मतलब बाटो बेसी अप्ठ्यारो भएर चाहिँ हामीले चाहिँ आधी बिचमै बसेर चाहिँ केक काटिदिएको। अब यति साह्रो अप्ठ्यारो बाटो चाहिँ। अन्त सबैजना उकालो हिँड्दैछ हो। छुङ्किएर हेरिदिनु त हेर्नु नि आऊ। यस्तो बाटो यहाँ चढेको यस्तो यस्तो ढुङ्गा चाहिँ चढेर हामी चाहिँ यहाँदेखिको उता बाटो नजानु सकेर चाहिँ हेर्नु यहीँ बसिदिएको बाटो बिचमै। यता गएको भए त हुन्थ्यो कि अहिले भरे गइहालेछ भने चाहिँ देखाउँछ यहाँको बाटो चाहिँ कति खतरनाक छ भनेर। हुन त जानु सक्ने नै होला कि। अयो गरम भयो सेलक्कै भयो यहाँ आइपुग्दा चाहिँ। यो हो बर्थडे गर्ल बर्थडे गर्ल के छ त अन्त आजको यहाँ हेर्नु त अब हालत ठैटेरिका। बजार चाहिँ यहाँ देख्दो रहेछ। दामी के दामी ए यस्तो ठाउँमा आएर त यस्तो गरममा के को अब हिँडेर। र अहिले भने चाहिँ हाम्रो केक काट्ने मेलोमेसो हुँदैछ। यहाँ सामान मिलाइँदैछ है। अनि चट्ट लाएर केक काट्नुपर्ने हो। यहाँ छ केक चाहिँ हाम्रो मेन केक चाहिँ खै काट्ने चाहिँ खै काट्ने केक बोकेर यस्तो गरेर ए केक बोकेर ह्यापी बर्थडे टु यु Happy birthday to you. Happy birthday, dear Sonia. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Sonia. Happy birthday to you. पेला भालो पेलामा हाले खानु पर्छ। थ्यांक यू पायो कसको थ्यांक यू मलाई कसरी दिन्छे सोनिया एकदम सम्मान साथ। गरम है के साह्रो ठेट नो देखाइ सोनिया खोल्नु चाहिँ खोल्ला। अहिले चाहिँ हामी सबैजना केक खाँदैछौँ। त्यसपछि हामी अनबक्सिङ जबरजस्ती गर्न लाउँछौँ हो। गिफ्ट अनबक्सिङ हुँदैछ यहाँनिर। थ्याङ्क यू सो मच सो द्याट इज सोनामी। थ्याङ्क यू वाउ सो क्यूट। सोनामी मिस उहाँले दिनुभएको यो चाहिँ
कस्तो दामी छ नि अमृता उसले दिएको हो यो चाहिँ घोडा त गएछ त तेरो भयो है चाहिरहेको थियो हो एकदम चाहिने छ भनेको नि मोटीले पुरा बेसी गरम हुन्छ अन्त कलेजमा त्यस्तो राम्रो छैन र पनि एकदमै त्यस्तो राम्रो छैन र पनि अब राम्रो सोचेर गर्छ यो त मेरो तिनटा भइसक्यो अब त होइन कलेजमा फेरि आजदेखिको ओपनिङ भइदियो दामी 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 यो मलाई चाहिरहेको देखाइदिए त के छ यो रहेछ इयरिङ्स त त्यहाँनिर भित्रपट्टि यो इयरिङ हो अनि यहाँ छ त्यहाँ भित्रपट्टि छ यहाँ भित्र चाहिँ दुईटा चिज रहेछ इयरिङ र ब्यान्ड रहेछ भोलिदेखि लगाएर आउँछु ल यो चाहिँ टुम्ले गरम लाग्यो अब पानी दामी सबै गरम महिनामा काम लाग्ने दिएको यहाँ चाहिँ इङ्ग्लिस पनि हर्का दिइरहेको दामी रहेछ यो पनि पैसा दे त ले त यो हो कस्तो दामी छ है यो कसले दिएको हो यो अनिता मलाई त गिफ्टहरु चाहिँदैन कि तर पनि ल्याइदिएछ हो नि गरमले चाहिँ यहाँ यस्तो छ कि गेस्टिकै आएछ खोल यहाँ खोल्नुको लागि अनबक्सिङ गर्दैछ दामी 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 ए मेरो भेज सकिरा थियो हो यो भरे नयाँ लगाउँछ अब के हो यो चकलेट हैन चकलेट लगाइहाल एकदम चाहिने मात्रै छ आवश्यकता अनुसारको सामान छ के हो यो हेर्न आइसला दामी दामी लिप बाम रहेछ लिप ग्लस हो कि के हो खोल अनबक्सिङ त गरेको त हातै काट्यो त गरमले चाहिँ पाकिसक्यो आइसला दामी रहेछ दामी 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 पेन रहेछ यो चाहिँ यसले मेरो फ्युचर बनाउँछ यसलाई लेखायो भने चाहिँ पास हुन्छ नि फेरि मामुली होइन अब डल्लै यहाँ राखेर यो चाहिँ हाम्रो यहाँ भ्लगरले यो चाहिँ मैले नै दिएको यसमा पनि मलाई गरम महिनामा चाहिने चिज छ जस्तो लाग्दैछ गरम महिनामै चाहिने हो एकदम एकदम इम्पोर्टेन्ट फ्यान चाहिँ चाहिने यतिखेरै चाहिने पुरै दिएछ है छोडिदिएर सक्सेस भरे चार्ज हाल्नुपर्छ नि चार्ज कहाँबाट हाल्नु ए ना यो त खोलिनै मानेन त भ्लगरले दिएको भनेर हो क्या मजाले प्याक गरेर ल्याएको थियो भत्काइ हाली देखिस् त असम नि हौ गरम महिनामा लगाएर असम हुँदै पेन फुलै फुलको पेन दिएको छु एक्जाममा भोलिदेखि म यही लगाएर आउँछु यहाँ सबैको अफर ट्रायल हुने आँट्यो दामी 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 थ्याङ्क यू सो मच सबैजनालाई दामी यहाँसम्म गनायो मिठो भोलिदेखि कलेजमा असम हुने भयो सक्यो सबै सकेछ अनबक्सिङ दामी छ है ल अब गीत बजाउँदा भयो अहिले चाहिँ हाम्रो बर्थडे पार्टी पनि सक्यो अनि फोटोसोटो टन्न खिचेर चाहिँ सबैजना बिसाइरहेको छ है हेलो गाइज वेलकम ब्याक सो अहिले चाहिँ हामी बर्थडे पार्टी सकेर पनि घर फर्किँदैछ है अब यहाँ यस्तो छ नि त बाटो तल जानुपर्ने कस्तो अप्ठ्यारो छ बाटो पाहाडबाट झरेको फिल भयो नहस न झन् त हाँस्दै जसस् पक्रिँदै हिँड्नु पर्ने
पक्रिँदै हिँड्नुपर्ने बाटो अरे यहाँ छ मेरोमा गिफ्ट यहाँ छ मलाई त यो बाटो केही होइन यस्तै बाटोमा हिँडेर हुर्केको त्यही भएर म चाहिँ यहाँ गाइड गर्दै हिँड्ने यिनीहरूलाई यस्तो बाटोमा पनि डराएको हेर म उयोमा हिँडिरहेको छु किन केहीको सपोर्ट बिना माथिबाट झरेर बिसाएको अरे थाके क्या हो के चाहिँ यहाँ फोटो खिच्नुपर्छ ग्रुप फोटो खिचेको छैन यत्रो बर्थडे मनायो ग्रुप फोटै छैन भने के काम अहिले चाहिँ हामी बजार आइपुग्यो है उकालो हिँडेर कस्तो भयो सरस भयो यहाँ चाहिँ मेरो सब्जी ल्याउनु थियो अन्त सब्जी पनि लिएर आएँ है अनि त्यसपछि हामीले गाडी पनि पाइहाल्यो अन्त आजको भ्लग चाहिँ यति नै थियो के कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क्स फर वाचिङ लभ यु अल बाई